आज मार्च 21 फाइनल्ली मैले चाहिँ आज आफ्नो यो 2 वर्षको बसाइलाई बिट मारेर आज मैले यो ठाउँ छोडेर जानुपर्ने दिन, यानि कि म यहाँबाट बसाइ सरेर नागोया जानुपर्ने दिन। मलाई नागोयाबाट भतिज अनि भाइहरू लिन चाहिँ गाडीमा आएका थिए हैन। मेरो सामानहरू पनि थियो। सामानहरू चाहिँ लोड गरेर त्यहाँ चाहिँ हामी हिँड्ने तयारीमा थियौँ र फाइनल्ली हामीले चाहिँ त्यहाँबाट सामान पनि लोड गर्यौँ। सामान सुरुमा चाहिँ युबिनकेकोबाट पठाउने सल्लाह भएको थियो, तर पहिला गाडी आइसकेपछि त्यहाँ लोड गर्ने भन्ने सल्लाह भयो। गाडीमा कति सामान अट्छ त्यही अनुसारको सामान पठाउने भन्ने सल्लाह भयो। अनि हामीले सबै सामानहरू कोचारेर जसो खाँदेर सामानहरू फाइनली लोड पनि गऱ्यौँ। अनि सामान लोड गरिसकेपछि अब मैले ठाउँ छोडेर जानुपर्ने, अनि म चाहिँ एकछिन दाइ एउटा चाहिँ जो जापानमा आउनुभन्दा अगाडि एउटा गार्जेनको रूपमा एउटा सिनियर दाइ दाइको रेस्टुरेन्टमा गएर त्यहाँ चाहिँ एकछिन भेटघाट गरेर हामी चाहिँ निस्किने प्लान गऱ्यौँ। त्यहाँ गयौँ, एकछिन बस्यौँ, बहिनीहरू आए अनि भाइहरू आए, सबैलाई चाहिँ त्यहाँ आए हेलो ल बस्नु होला राम्रोसँग भनेर बिदाईबारी गरेपछि त्यहाँबाट निस्क्यौँ। निस्किँदाको जो मेरो पीडा थियो हैन, मनमा मलाई एकदम गहकिलो पीडा लागिरहेको थियो। 2 वर्ष यो ठाउँ बसियो, यो ठाउँमा खेलियो, हाँसियो, खेलियो, घुमियो, थुप्रै मेरा यादहरू यो ठाउँमा। त्यो छोडेर जानुपर्ने पीडा एउटा, र अर्कोतिर एउटा आफ्नै परिवारको मेरो भतिजसँग मैले बस्नुपर्ने खुसीहरूको पीडा र खुसीको दुईटै संयोगलाई लिएर म चाहिँ यहाँको यात्रामा, नागोयाको यात्रामा घरबाट निस्केको थिएँ। र यसै क्रममा मलाई भाइले चाहिँ, तिलक भाइले फोन गरेर दाइ दिउँसोको खाना चाहिँ यतै खाने गरी जानुपर्छ ल भनेर भाइले अनुरोध गरिसकेपछि र तिलक भाइको र भतिज साथी हैन, बाल्यकालकै साथी, ल आज उसलाई पनि भेटेर जान्छु अङ्कल भनिसकेपछि मैले अनि भाइको रुममा लगेँ। भाइको रुममा लगिसकेपछि त्यहाँ चाहिँ तिलक भाइ हामीलाई लिन आयो। बाटोमा तिलक भाइ लिन आइसकेपछि त्यहाँ गयौँ। त्यहाँ चाहिँ हामीले खाना खायौँ, एकछिन चाहिँ रेस्ट गऱ्यौँ। गुरु चाहिँ नाइट ड्युटी काम गरेर त्यसै नागोया चाहिँ रेस्ट नभएको, एकछिन हामी त्यहीँ चाहिँ रेस्ट गऱ्यौँ। त्यस क्रममा हामीले खाना खाइसकेपछि हामीले कोसोको दोहोरो भन्ने हुन्छ यहाँ द्रुत मार्ग, हाइवे जो फास्ट ट्र्याक भन्छ हैन, त्यसमा चाहिँ हामीले हिँड्नुपर्ने थियो, किनकि 176 किलोमिटर हामीले यात्रा गर्नुपर्ने थियो नागोयाको लागि। जुन चाहिँ हामीले तल बाटो जाँदा हामीलाई धेरै समय लाग्थ्यो। हामी चाहिँ छोटो समयका लागि हामी त्यहाँबाट जाने हामीले सल्लाह गऱ्यौँ र हामी त्यहाँबाट निस्क्यौँ। आफूलाई चाहिने बाटोमा अब त्यहाँ चाहिँ हुन त हुन्छ हैन, त्यहाँ अब रोकिने कि नरोकिने भन्ने फिक्स भएन। अनि त्यसअनुसार हामीले तयारी गऱ्यौँ। पानी सानी ल्यायो, विष्णु भाइले पानी चाहिँ किनेर ल्याइसकेपछि हामीले पानी सानी राखेर हामी निस्क्यौँ। र निस्किँदा अब मनमा पीडा एकदमै कस्तो फिल भइरहेको थियो भने मलाई हैन, एउटा म चाहिँ जन्ती जाँदा हैन, इभन मैले बिहा गर्दा पनि हैन, एउटा महिला चाहिँ, एउटा नारी चाहिँ हैन, पराई घर जाँदा, आफ्नो माइती घर छोडेर पराई घर जाँदाको पीडा उसलाई चाहिँ कस्तो हुँदो होला त। किनकि माइती छोड्नु पीडा एउटा अर्को छ, अनि श्रीमानको घर जानु खुसी अर्को छ। सायद दुइटै खुसी र पीडाको संयोग जस्तै मलाई त्यस्तो एउटा कहानी मेरो दिमागमा खेलिरहेको थियो। बावजुद पनि अब जानुपर्ने समयको वेगसँगै हिँड्नुपर्ने अवस्थाले हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। निस्केपछि हामी चाहिँ माथिल्लो ट्र्याकमा गयौँ। ट्र्याकमा गइसकेपछि त्यही हो, बिछोडोको करौँतीले काट्नु मर्ने काट्यो, जाँदा जाँदै मूल बाटोको 2टा बाटो फाट्यो भन्ने गानाका साथमा, ती गानाका लयहरूमा लय मिलाउँदै हामी लाग्यौँ नागोयाको यात्रामा। त्यस क्रममा जाने क्रममा चाहिँ हामीलाई त्यो बाटो प्रयोग गरे बापत हामीले चाहिँ पैसा तिर्नु पर्दो रहेछ। अब मलाई चाहिँ खासै यो गाडीको यात्रा थिएन, लामो यात्रा मैले फर्स्ट टाइम हो मेरो हैन यो गाडीमा। त्यो सिनखानसेन चाहिँ मैले युज गरेको छु हैन, यहाँभन्दा अगाडि म फुकुओका जाँदाखेरि मैले युज गरेको छु। अनि यसरी गाडीको यात्रामा चाहिँ मेरो यो पहिलो यात्रा नै हो। अनि त्यहाँ हामी चाहिँ त्यो बाटो चढ्ने क्रममा हामीलाई चाहिँ एउटा टोकन दियो। त्यो टोकन लिइसकेपछि हामी त्यहाँ यात्रा गऱ्यौँ। त्यहाँ चाहिँ पार्किङ पनि हुन्छ, तर चाहिँ सीमित पार्किङ हुन्छ, त्यहाँ धेरै ठाउँमा हुँदैन त्यति खासै। अनि त्यसपछि त्यहाँ चाहिँ सिग्नलहरू खासै नहुने हैन। अनि हामीले आफ्नो स्पिड, आफ्नो गतिलाई लिमिट गति लिएर हामी चाहिँ
छोटो समयमा नागोया पुग्ने भन्ने हामीले लक्ष्यका साथ हामी त्यहाँबाट निस्क्यौँ। बाटोमा एकदमै हाँसखेल गर्दै रमाइलो गर्दै गीतहरूका धुनमा सङ्गीतका सुरमा हामी गाना गाउँदै हामी त्यहाँबाट निस्क्यौँ। केही समयपछि हामी क्योतो पनि पुग्यो। त्यहाँबाट चाहिँ अब क्योतो भएरै जानुपर्दा चाहिँ मैले क्योतोको टावर ठ्याक्कै देखेँ त्यहाँ चाहिँ होइन। म यहाँभन्दा अगाडि पनि क्योतो गएको थिएँ। क्योतो जाने क्रममा त्यो टावरमा म पुगेको पनि छु। अनि क्योतोको चाहिँ टावर देख्यो। ओहो, फेरि मेरो मनमा चाहिँ चिसो लागिरहेको थियो। म यो ठाउँ छोडेर साँच्चै नै गइरहेको कि भन्ने मलाई चाहिँ होइन भान पनि भइरहेको थियो। अनि जाँदा जाँदै अब त्यहाँभन्दा अगाडि मैले जापानको विकासको पनि यसो सोच आयो मेरो होइन दिमागमा यसो खेल्यो। यसो टनेलहरूमा गाडी चाहिँ हाल्नुपर्दो रहेछ त्यहाँ। त्यो माथि त्यत्रो हाइवेमा पनि टनेल बनाएको छ भने जापान कति प्रविधिमा कति वर्ष अगाडि छ त। अनि हाम्रो नेपालको पनि मैले सुने, एकछिन सम्झेँ होइन। नेपालको पनि कतै टनेलहरू बनाएका, कोही ठेक्का प्रक्रियामा रहेका, कोही अधुरै रहेका भनेर यसो सोचेँ होइन। काश मेरो देश पनि यसरी नै जनताको लागि, विकासको लागि मेरा देशका नेताहरू जति छन् उहाँले चाहिँ सोचेको भए होइन। हामीले पनि दूरदराजबाट आफ्नो राजधानी आउन या कुनै कामको लागि छिटो छरितो एउटा पुगिन्थ्यो भन्ने सोचका साथ यो लामो टनेल 1 मिनट 31 सेकेन्डको मैले चाहिँ यो टनेलको यात्रा पनि गरेँ। बिच बाटोमा थुप्रै टनेलहरू, छोटा टनेलहरू पनि हामीले चाहिँ ती पार गर्दै हामी आफ्नो यात्राको क्रममै थियौँ। यात्राका क्रममा थुप्रै अनुभवहरू, थुप्रै सिकाइहरू, थुप्रै देखाइहरू त्यहाँ चाहिँ देखिएका थिए होइन। तर मेरो यात्रा चाहिँ साँच्चै नै प्रथम पटक मेरो यात्रा, अनि त्यहाँमाथि गाडीको यात्रा, मनमा पीडा छोडी आउनुपर्ने ठाउँ र नयाँ ठाउँको बसाइ, त्यहाँको बसाइ कस्तो हुन्छ, कसरी सहज हुन्छ, अब कसरी बनाउने त, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ बेग होइन। त्यहाँको लागि म पुरै नौलो, एकदमै नौलो त्यहाँको लागि। अब त्यहाँको लागि नौलो भइसकेपछि मैले आफ्नो फेरि जापानको बसाइ जेरोबाट स्टार्ट गर्नुपर्ने हुन्छ कि होला। भाषा अलिकता बोलिएला बुझिएला त्यो फरक पाटो हो। त्यहाँको चाहिँ जो भेग छ, भेग चाहिँ मेरो लागि नौलो अवश्य नै हो। अनि हामी त्यसपछि केही समयपछि हामी यस्तै भलाकुसारी गर्दै गीत गाउँदै बाटोमा होइन। अनि गुरुले चाहिँ एकछिन अलि रेस्ट गर्नु पऱ्यो, किनकि अब त्यत्रो काम गरेर आइसकेपछि होइन, रातिको काम, त्यसमाथि चाहिँ अब अनिदोमा गाडी चलाउनु पर्ने, त्यत्रो लङ टर्म गाडी। अनि त्यसपछि हामीले एकछिन ल रेस्ट गर्ने भनेर सल्लाह गऱ्यौँ। अनि टोइलेट जाने, दिसा पिसाब गर्ने कोही छ भने एकछिन जाने भनेर। त्यो ठुलोकै पार्किङ, त्यस्तो हाइवेमा पनि होइन, मलाई बडा गजब लागेको होइन। यस्तो ठुलो पार्किङ, सबै व्यवस्था माथि नै, यो इन्धनको व्यवस्था पनि माथि नै, अनि त्यसपछि होटेलहरूको सबै पाउँदो रहेछ होइन। मैले सोचेको थिएन कि मैले यस्तो होला भनेर। यो माथिको त्यो देखिँदाखेरि चाहिँ तलबाट सानो देखिन्छ नि त, माथिबाट यस्तो सिस्टम रहेछ। अनि त्यसपछि हामी एकछिन तेल हाल्ने कि भनेर सल्लाह भयो। अब तेल चाहिँ अहिले यहाँ नहाल्ने, अब हामी नागोया पुगेपछि हालौँला नि त भनेर गुरुले भनिसकेपछि, अहिले चाहिँ छ तेल चाहिँ उतै गएर हालौँला भनिसकेपछि अनि हामी एकछिन त्यहाँ बसेर गुरुले चाहिँ अब आफूलाई चाहिँ चाहिने पानी खानुभयो। अनि एउटा मोस्टर चाहिँ लिनुभयो होइन, किनकि अनिदो नहोस् भनेर। अनि हामी त्यहीँ खाएर एकछिन दिसा पिसाब गरेर त्यहाँबाट चाहिँ निस्क्यौँ। त्यहाँबाट निस्किसकेपछि म ती होर्डिङ बोर्डहरूमा मेरा ध्यानहरू गइरहेका थिए कि एकदमै। नागोया 43 किलोमिटर, 32 किलोमिटर भनेर म ती मेरा ध्यानहरू त्यहाँ गइरहेको थिएँ कि कतिखेर म चाहिँ नागोया, मेरो यात्रा, मेरो पाइला चाहिँ नागोयामा टेकिन्छ भनेर म चाहिँ मेरो सोच त्यहाँ गइरहेको थिएँ क्या। मैले चाँडो जान पाएँ भने एक्साइटेड पनि थिएँ होइन। मैले भनि नै हालेँ, मैले एकदम, म 2 वर्ष त्यहाँ बसेर आएको, मलाई पीडा त अवश्य नै छ, किनकि त्यो पीडालाई चाहिँ भुलाउन म चाहिँ त्यहाँको यात्राको लागि चाहिँ कतिखेर चाहिँ त्यो आउला भनेर होर्डिङ बोर्डमा अनि समय हेर्दै आइरहेको थिएँ। फाइनली त्यहाँ देखियो नागोया चाहिँ के अरे 13 किलोमिटर भनिसकेपछि हामीलाई चाहिँ अब त्यहाँबाट एक्जिट हुनुपर्ने भयो।
हामीले तल्लो बाटो चाहिँ प्रयोग गर्नुपर्ने। अब माथिल्लो बाटो हाम्रो काम भएन। त्यसपछि हामी तल्लो बाटोमा गुरुले चाहिँ सिग्नल दिइसकेपछि हामी तल्लो बाटो गयौँ। अनि तल्लो बाटोबाट ओर्लिँदा हामीलाई चाहिँ फाइनल्ली होइन जति चार्ज तिर्नुपर्ने थियो हामीले चाहिँ लागेको त्यहाँ चाहिँ 4,610 रुपियाँ। त्यहाँदेखि हामीले त्यहाँसम्मको यात्राको क्रममा हामीलाई चाहिँ त्यत्रो पैसा हामीले तिर्यौँ, किनकि त्यो चाहिँ हामीले रोड प्रयोग गरे बापतको पैसा थियो। अनि अघि नै त्यहाँ तेल नहालेर अनि गुरुले चाहिँ हामीलाई भन्नुभयो अब चाहिँ यहाँ तेल हालेर जाने कि भनेर चाहिँ। अब सबै नौलै रहेछौँ होइन। अब तेल हाल्दाखेरि चाहिँ अलि एकछिन टाइम लाग्यो, किनभने त्यहाँको सिस्टम के यहाँको फेरि फरक। हाम्रो जस्तो नेपालमा आएर 1-2 जना बसेर त्यस्तो नहुने। अब यहाँ चाहिँ आफैले सेल्फ गर्नुपर्ने सबै कामहरू। अनि हामीले चाहिँ त्यहाँ 4,000 को तेल हाल्यौँ। हामीले 4,000 को त्यहाँबाट तेल हालिसकेपछि अनि त्यहाँ चाहिँ हामीलाई रिसिट दियो। त्यो रिसिट चाहिँ हामीले भोलि किनकि त्यो पेस गर्नुपर्ने थियो। अनि त्यो लिइसकेपछि फेरि हामी चाहिँ त्यहाँबाट लाग्यौँ आफ्नो रुमतर्फ, किनकि अहिले फेरि ठ्याक्कै एकछिनपछि गुरुको र अर्को हाम्रो सुरेश भाइको भतिजको काम पनि थियो होइन। 1 बजेबाट काम। ठ्याक्कै हामी त्यहाँ घर पनि पुगिरहेको थियौँ। अनि घर पुग्ने क्रममा फेरि म्याप चाहिँ हामीलाई चालु गरे। हामीले म्यापको चाहिँ मैले टाइम यति हेरिरहेको थिएँ कि होइन कतिखेर म चाहिँ मेरो त्यो रुममा म बस्ने ठाउँमा पुग्ला भनेर मनमा म यति एक्साइटेड भएको थिएँ कि म प्रत्येक किलोमिटरको चाहिँ एक हेरिरहेको थिएँ। मैले समय हेरिरहेको थिएँ। मैले समयलाई चाहिँ यसरी काबुलमा गर्दै थिएँ। म समयलाई पछ्याइरहेको थिएँ। अब चाहिँ कतिखेर आउला भनेर मनमा एक्साइटेड होइन। इभन किनकि अब त्यत्रो यात्रामा अलि थकाइ पनि छ होइन। फाइनल्ली त्यो मनको बाँध टुटिसकेको थियो होइन। म ठ्याक्कै भनेकै लोकेसनमा आफ्नै रुम नजिकै, फेरि रुम मेरो हाइवे नजिकै रहेछ कि ठ्याक्कै हाइवे हुनाले अलि रोड नजिकै रहेछ। अनि फाइनल्ली चाहिँ सामान हामीले अनलोड गरिसकेपछि सामान मेरो सबैले निकालिदिए केटाहरूले होइन। धेरै धन्यवाद यार तिमीहरूलाई यत्रो सहयोग। अनि मोहित भाइलाई चाहिँ उता माथि मोहित भाइ रुम रहेछ, आज काम नरहेछ। अनि भाइ चाहिँ हामीलाई रिसिभ गर्न आयो होइन। सामानहरू चाहिँ ठ्याक्क माथितिर लाग्यो। केटाहरूले सबैले एकदम के बोक्यो। अनि यहाँको चाहिँ खुसीको कुरो के भन्दाखेरि होइन रुम चाहिँ 4 नम्बर तलामा रहेछ। अनि 4 नम्बरमा रुम अब प्रयोग गर्नुपर्ने लिफ्ट रहेछ। एउटा खुसी मलाई यति खुसी लाग्यो कि अब चाहिँ स्कुलमा चाहिँ लिफ्ट प्रयोग गर्नु दिन्थेनन् होइन। यो खाइदानमा जा भन्थ्यो होइन। अब चाहिँ यहाँ चाहिँ एकदम लिफ्टमा टक्क 4 नम्बर तला 402 रुम नम्बर होइन। ट्याक्कै अब त्यहाँ चाहिँ लिफ्ट प्रयोग भयो। लिफ्टमा चाहिँ सामान लैजानु पनि सजिलो भयो क्या एकदम। नत्र त्यो नभए त सिँढीमा त त्यो मेरो झोला उठाउनै गाह्रो हुन्थ्यो होला। त्यो सामान लगियो। अनि त्यहाँ चाहिँ फाइनल्ली सामान लगिसकेपछि अब हामी चाहिँ छिर्यौँ रुमतिर छिर्दाखेरि एकदम के यति खुसी भइरहेको थियो होइन। सबै केटाहरूले चाहिँ सामान राखिदिए मेरो होइन। अनि विशेष धन्यवाद त होइन गुरुलाई एकदम के हामीलाई सुरक्षितका साथ नागोया यानि कि रुममा यात्रा गराइदिनु भयो। हजुरहरूलाई धेरै धन्यवाद होइन। अनि लास्टमा चाहिँ मैले उहाँहरूलाई चाहिँ बिदाई पनि गरेँ, किनकि सहयोग हजुरहरूको साथ होइन सहयोगले आज सुरक्षित यात्रा गर्नु पायो। धन्यवाद धेरै धेरै हजुरहरूलाई भनेर चाहिँ अन्तिम बिदाबारी पनि गरियो। थ्याङ्क यू गाइज होइन। फाइनल्ली म नागोया मेरो फेरि यात्रा भोलिबाट सुरु हुनेछ। मेरो भिडियो हेरिदिनु भयो, लाइक गरिदिनु भयो, माया गरिदिनु होला। सधैँ हजुरहरूको साथमा हुने नै छु र म सङ्घर्ष गर्ने नै छु। हस्, धन्यवाद।